त्यो माल्टा चाहिँ यो युरोपको खतरा कन्ट्रीमा चाहिँ पर्दैन है। यो गल्फ कन्ट्रीको नजिकै भए भए चाहिँ यसलाई गल्फै बनाउँथ्यो। यो युरोपको नजिकै भयो यो होइन। अब यसलाई पनि बनाइदिउँ न भनेर बनाइदिए जस्तो। भक्तपुरको दरबार जस्तो छ, यहाँ केही छैन। यो अगाडिपट्टिको यो बिल्डिङ हो सबैभन्दा अल्को बिल्डिङ चाहिँ यो अगाडिको सेन्ट जुलियनको बिल्डिङ यही हो। यो सबभन्दा ठुलो सहर बजार पनि यही हो। भिडभाड हुने ठाउँ भनेको यही हो। यहाँ युरो चल्छ। यो नेपालको अब नेपाली रुपिसमा कन्भर्ट गर्दाखेरि चाहिँ अब अलिकति धेरै हुन पुग्छ। त्यति मात्रै हो। यो केही छैन। यसो एउटा रुख बिरालो देखाएको थिएँ मैले आएदेखिको एउटा बिरालो देखाएको थियो। अनि यो मान्छेले बाहिरबाट ल्याएर पालेको कुकुर। यहाँ कुकुर पाल्दाखेरि फेरि पैसा दिन्छ होइन, मन्थली पैसा दिने रहेछ। त्यो भएर हो, नत्र त्यही पनि मान्छेले पाल्दैन्थे। अल्छी छन् यहाँका मान्छेहरू। दिन रात त्यही ब्रेड र पास्ता खाने हो, यिनीहरूले अरू केही खाँदैन। त एसियाबाट आएकोलाई चाहिँ भातै चाहिन्छ। भातभन्दा अरू केही खाँदैन सबैले। हाम्रो नेपाल, इन्डिया, पाकिस्तान, बङ्गलादेश सबै भात मात्रै खाने हो। तर जे छ नेपालमै छ। म चाहिँ यति भन्छु, जे छ नेपालमै छ। यहाँ केही छैन। यहाँ जन्मेको बच्चाले यहाँ यो देश छोडेर कतै गएन भने त्यसलाई त्यो केही पनि थाहा हुँदैन, केही पनि थाहा हुँदैन। ल एउटा गाई भैँसीहरू हुन्छ भन्ने पनि थाहा हुँदैन, दुध कहाँबाट भन्ने पनि थाहा हुँदैन। ल दुध पनि त्यो सुपर मार्केटमा हुन्छ, पानी किनेरै खाने हो। बरु बियर सस्तो पर्छ। बियर खाने मान्छेको लागि चाहिँ बियर एकदमै सस्तो हुन्छ। लगभग 1 युरोमा एउटा बियर आउँछ। यहाँ नेपालमा भन्दा सस्तो छ बियर। ल बियर नेपालभन्दा सस्तो। अब यहाँ कमाइ नेपालको भन्दा धेरै हुन्छ। मान्छेले नेपालीहरूले चाहिँ कति रक्सी खाएर यो लडिरहेको हुन्छ क्या। 24 घन्टा रक्सी खान्छ। पानीकै साटो रक्सी खान्छ नेपालीहरूले चाहिँ।